गाइस र आज चाहिँ हामी कहाँ छु भन्दा चाहिँ कहाँ रे हावा डाँडा धजेको हावा डाँडा रे यस्तो छ भ्यू चाहिँ त्यो मुनि चाहिँ कस्तो उयो होला म त यस्तो साइको हुन्छ फेरि ल म पक्रिन्छु नि आउनु न मलाई हाइटको हल्का फोबिया छ हाइट फोबिया हाइट फोबिया छ अग्लो हुने फोबिया कहिले म देखाउँछु अमितलाई चाहिँ हाइट फोबिया रहेछ हो हेरिराखौँ है बन्जी भन्दा पनि प्याराग्लाइडिङ चाहिँ राम्रो भयो सिधा खोलामा ल्यान्डिङ अब यहाँबाट सिधै तल ग्यामा यो ऊ त्यो हातले देखाउँदैछ टिभी टावर ऊ परको खै कर्सिङ रहेछ यो त के खोला पो बालासन है यो तपाईँको बालासन यो राङभाङ ए यो अन्त बिचमा गएर त्यो बालासनै हुन्छ जता पनि बालासनै हो ल ल हामी चाहिँ हावा डाँडाबाट फर्केर चाहिँ अब चाहिँ कहाँ जाँदैछौँ भन्दा चाहिँ अब चाहिँ हामी बुङकुलुङ जाँदैछौँ रोडको अवस्था चाहिँ यस्तो छ बाटोको अपडेट है यस्तै छ तल तल त्यस्तै भेटाउनु हुन्छ यो त राम्रो त हो नि यस्तो चाहिँ गाइस बाटोको अवस्था चाहिँ बाटो छ भन्दाखेरि छ भन्ने खालको चाहिँ अहिले चाहिँ हामी यहाँ आइपुग्यो भने चाहिँ यो चाहिँ राङभाङ भन्ने छ हो यहाँनिर चाहिँ एउटा अनौठो ढुङ्गा छ है जसलाई चाहिँ के भन्छ यो चाहिँ क्याप ढुङ्गा भन्छ क्याप जस्तो सेपमा रहेछ नि त यहाँ चाहिँ पूजाहरू पनि गर्दो रहेछ हामी चाहिँ मासु खाइरहेको छु त्यही भएर हल्का छेउमा चाहिँ नजाने हो रहेछ 2 भाइ चाहिँ यहाँ छ के भन्छ चस्मा लगाइदिएको अरे त हाल्यो यहाँ चाहिँ बगरहरू छ खै सिमराई छ यहाँ चाहिँ हो सिमराई टिप्नु जान अरे हामी चाहिँ यहाँबाट चाहिँ बजारमा राख्नु भनेको सिमराई टिपेर चाहिँ 20 रुपियाँ बिटा दामी चल्छन् बुङकुलुङ पुग्न आँटेको है हाम्रो चालक चाहिँ यहाँ छ ड्राइभरमा माइलो यहाँ अर्को भाइ बाटो चाहिँ यस प्रकार छ है गाइस रोहन भाइ भन्न रोहन भाइ भनेर फेरि भन्नु रोहन भाइ हाम्रो सबैलाई है बाटो चाहिँ यस्तो छ है गाइस एकदम डेडली छ यस्तो बाटोमा हुर्केको मान्छे हामी त न्यून खोज है चटपटे बेच्छु भनेर अगाडि चटपटे बनाएर बेच्नु पऱ्यो भनेको अब गाइस हामी चाहिँ अहिले कहाँ भन्दाखेरि बुङकुलुङ आइपुग्यो है बुङकुलुङ ग्यामन ब्रिज भन्छ यसलाई ग्यामन पुल भन्छ यस्तो सब बगर छ अहिले चाहिँ भन्दा कति 4 बजिसक्यो है दिन चाहिँ ठिकैको छ गरम पनि छैन घाम पनि छैन ए निस्कि छिटो खोला चाहिँ सुकिगएको रहेछ अहिले बक्स ल्याउनु पर्छ नि त है बक्स खोला देखाउँछु तपाईँलाई गाइस खोला चाहिँ अहिले कम्ती रहेछ हामी चाहिँ राम्रो दुवाको हन्टिङ भाइ स्विमिङ गर्नुको लागि
तिन भाइ आएको हामी चाहिँ खसै हुन्छ नि एकछिन त है यो पुरा ताकिरहेको छ हो माथि पो छ त है तर दुवा चाहिँ दामी छ त लामो छ गयो स्विमिङ गर्नु आँटेको हामी चाहिँ आइपुग्यो गरम भएछ हल्का स्विमिङ गरेर स्विमिङ खेल्ने दुवा चाहिँ यस्तो छ दामी सफा छ मजाको छ हाँ कहाँ हो यहाँसम्म त्यो गाइस हामी चाहिँ फर्केको है तिन भाइ यहीँ रात पर्यो